सम्झने जाऊ ओए अनि यो कोलाको त भरि मात्रै लडिरहेको छ खोइ सम्झना यता बाहिर निस्क त कति राम्री भएर बसेको भन्दै हो तिमीले पानीमा परो है मेरो फोन हेलो गाइस लाग्यो डेटिङ आफ्नो बुढीसँग डेटिङ जान कम त मजा आउँदो रहेछ अर्काको बुढीसँग डेटिङ जाने बानी हेलो गाइज सी इज माई वाइफ हामीले तर क्यामेरा चाहिँ अलिक मिल्दो रहेछ है मेरो देखाउँदा उनको नआउँदो रहेछ उनको देखाउँदा मेरो नआउँदो रहेछ है त्यही पनि एडजस्ट गर्नु होला बुढी त स्वर्ग के अप्सरा जति ल्याएको स्वर्गकै अप्सरा ल्याएको छु अप्सरा भन्दा के कम नि कहाँ म कम त दुःख पाएको छु यतिको अप्सरा खोज्न कहाँ सहर बजारमा डाँडा चढ्नुपर्छ नि बाँदर लड्ने डाँडामा त भन्दै यार त गाइस आज एकदम मजा भनेको यहाँ बाइक चल्दैन हेलमेट चाहिँ हातमा चाहिँ सानो ज्यान छैन बुढीको बाइकमा बोकेर हिँड्न सकिँदैन यता हेरिदेऊ न मेरो गाइजहरूलाई उनको बिल्ला भयो अरे आउँदैछु म आउँदैछु बाटोमा छ अनि त्यहाँबाट फेरि तिमीहरू दुईवटा भैँसीलाई के गरी बोक्नु दुईवटा भैँसीलाई मैले के गरी बोक्नु बाइक मार्ने भयो गाडी जाँदै लोड गाइज आज हामी हल्का डेटिङमा गएको बजार गएको अवस्था है धेरै दिन भयो बुढीसँग बजारमा गएको बुढी साली अनि अरू गाउँघरका आफ्ना आफन्त इष्टमित्र भाउजू आन्टीहरूसँग सबैसँग भेट हुने भएको छ आन्टीहरूसँग पनि यो भिडियो त भरे आइहाल्छ नि भरे बेलुका आइहाल्छ नि भरे बेलुका हालिहालिन्छ के फेसबुकमा नगरपालिका भन्दा ठुलो बिल्डिङ बनाऊ भनेको फेसबुकबाट आएको पैसाले खोइ आउने भयो तिमी हाँस्थ्यौ बा आउँछ कि तिम्रो अनुहारै देखेर माया लागेर हालिदिन्छ नि कस्तो बिल्ला हो छ्या लबिहाल राम्रो म्याच गर्दो रहेछ मेरो अनुहार चाहिँ देख्दैन है गाई चाहिँ अब मेरो देखाउँदा उनको नदेख्ने उनको देखाउँदा मेरो नदेख्ने बुढीसँग पहिलोचोटि है टिकटक पनि बनाइएको छैन केही पनि गरिएको छैन भ्लग पनि होइन यो त यसो रोमान्टिक मात्रै भरे आउँछ बिल्ला के बिल्ला मेरी बुढी हो अर्काको बुढीसँग पाइएन आफ्नो बुढीसँग त पाइएन होइन गाई अर्काको बुढीसँग पाइएन आफ्नो बुढीसँग पाइएन तिमी अलिक यो नाली हिँड्छ तिमी टाढा हिँड नि भने बराबरी आइहाल्छ होइन अरू सबै थोक मिलेको छ रङ रूप नमिले पनि हाइट नमिले पनि अरू सबै थोक मिलेको छ के कसो बुढी राम्रो छ धेरै राम्रो हो आँखा चाहिँ नलाउने डाम न फेरि भाइ